साथीहरु म चाहिँ अहिले दक्षिण कोरियाको सङ्ग्रहालयमा आएको छु। यहाँ चाहिँ सङ्ग्रहालयमा कस्तो छ भने यहाँ के हुन्छ तपाईहरुलाई देखाउने छु। हेर्नुस् है, यहाँ चाहिँ पहिला युद्ध हुँदाखेरि चाहिँ हतियारहरू चाहिँ जापान र दक्षिण कोरियाको हुँदाखेरि चाहिँ यहाँ यस्तो राखिरहेको रहेछ। यहाँ चाहिँ यस्तो छ साथीहरु, यो चाहिँ बन्दुकहरू है, यहाँ चाहिँ गनहरू हो। हेर्नुस् यहाँ यस्तो राखिरहेछ। यहाँ चाहिँ यस्तो रहेछ। यहाँ चाहिँ हेर्नुस् है, यहाँ ढुङ्गाले चाहिँ यो ढुङ्गाले चाहिँ कस्तो मजाले चिनिरहेको छ। हेर्नुस् यहाँ चाहिँ यस्तो छ है यो सङ्ग्रहालयमा। यस्तो छ यहाँ। यहाँ चाहिँ यस्तो छ साथीहरु, हेर्नु चाहिँ सङ्ग्रहालयमा कोरियाको चाहिँ फागमोनगनमा चाहिँ यस्तो पुरै छ। यहाँको पुरै परम्परा कालमा चाहिँ के भएको रहेछ भनेर पुरै राखिदिएको हुन्छ। यहाँ चाहिँ यस्तो राखिरहेको छ। हेर्नुहोस् 이건 거북선. खगुसन 우리나라에서 제일 유명한. यसै साथीहरु, यहाँ चाहिँ पानी जहाज यो चाहिँ यस्तो बनाएर राखिरहेको छ। यहाँ चाहिँ यो परम्परागत पानी जहाज, अनि यहाँ माथि चाहिँ घर बनाएर राखिरहेको छ सङ्ग्रहालयमा। यहाँ चाहिँ पुरानो राजाहरूको फोटोजहरू चाहिँ यहाँ राखिदिएको छ। यहाँ चाहिँ यस्तो छ। यो पुरै ढुङ्गाको पुरै बनाइरहेको छ है। यो चाहिँ यस्तो रमाइलो छ साथीहरु। यस्तो छ हेर्नुहोस्। यहाँ चाहिँ यो चाहिँ कोरियाको चाहिँ परम्परागत शैलीको भाँडाहरू पुरै राखिदिएछ। हेर्नुहोस् यो भाँडाहरू है साथीहरु। यो चाहिँ अनि यहाँ चाहिँ लाइब्रेरी छ, किताबहरू चाहिँ छ। किताबहरू पढ्न मन लाग्यो भने चाहिँ यहाँ पुरै राखिदिएको छ।